समाजसेवा गर्ने मेरो यो सिकाइ हो। तपाईँले पोजिटिभली लिनु होला सबैजना साथीभाइ दिदीबहिनी सबैजनाले। खास कुरो चाहिँ के हो भनेदेखि अहिले सामाजिक काम अब जिन्दगीमा राम्रो काम नराम्रो काम सबै गरियो। अब चाहिँ जिन्दगीमा राम्रो काम गर्दै समाजमा राम्रो काम गर्दैछौँ भन्ने तरिकाले अब देखिएको कमी कमजोरीहरूलाई अब यो गलतलाई गलत हो सहीलाई सही हो भन्ने तरिकाले मैले अब अभियान आफ्नै तरिकाले चलाएको हो। यसमा पनि अब क्लबमा अहिले मेरै घरको छेउमा क्लब भवन छ। त्यो जीर्ण अवस्थामा भइरहेको मैले आँखाको अगाडि देखिरहेको कारणले गर्दाखेरि र त्यहाँभित्र पसेर यसो हेरिरहेको त्यो सिलहरूको पनि बिजोग के माटोभित्र लिएर गाडेको जस्तो खालको देखियो। अनि यो कुरालाई सबै साथीभाइ र म भुपु उपाध्यक्ष मलाई नै थाहा भएन कि मलाई उपाध्यक्ष कहिले निकाल्यो भन्ने कुरो मलाई नै थाहा भएन। अनि त्यहाँदेखि त्यो कारणले गर्दाखेरि हाम्रो मिनराज भाइ कान्छा भाइ र हाम्रो डेनिम राई भाइसँग सरसल्लाह गऱ्यो र यो कुराहरू चरण भाइ हाम्रो उपाध्यक्ष गाउँको अध्यक्ष वडाको अध्यक्ष पनि र यसमा पनि उपाध्यक्ष पदमा रहनु भएको रहेछ। मलाई त थाहा थिएन। मलाई स्कुलबाट सबै कुराहरू जानकारी पाएँ। त्यहाँनिर सचिवमा हाम्रो धर्मराज थापा दिपक भाइ हुनुहुँदो रहेछ। अनि त्यो मार्फत मैले सबै कुराहरू डिटेल्समा निकालेर गरेँ। अनि बुझ्दै जाँदाखेरि अब सबैजना पुरानो मान्छेहरू त कोही देखिनँ, नयाँ नयाँ मान्छेहरू मात्रै देखेँ। र अघि पनि हाम्रो आनन्द राई मेरो साइनबाट भतिज पऱ्यो भने होइन, उहाँले कुरा निकाल्नुभयो। अध्यक्ष जस्तो मान्छे यहाँबाट छोडिसकेको, सदस्य पदमा रहेको मान्छेहरू कोही पनि यहाँनिर देखिएन होइन। अब त्यस्तो निष्क्रिय भइरहेको अवस्थामा मैले चरण भाइलाई बारम्बार सम्झाइरहेको कुरा हाम्रो चरण गुरुङ अध्यक्षज्यू अब गाउँले सानो तरिकाले अब भाइ नै भन्छु म चाहिँ। उहाँलाई भन्दाखेरि खोइ भोपाललाई थाहा छ भन्ने कुराहरू आयो क्या। मलाई त थाहा भएन त है, भोपाललाई थाहा छ भन्ने कुरा। अनि भोपाललाई भन न त भन्दाखेरि अहिले खोइ बस्ने भन्दै आलटाल गरिरहेको अवस्था, बारम्बार झकझकाउँदा पनि आलटाल गरेर टारिरहेको अवस्था भएको कारणले उहाँले यो सोच्नु भएको थिएन होला यस्तो क्लबको विषयमा यस्तो रूप लिन्छ भन्ने कुरा। तर के हो भने क्लबको अध्यक्ष मात्रै होइन, सामुदायिकको अध्यक्षको कुरा पनि यहाँ म निकाल्दैछु। सामुदायिक भनेको अध्यक्ष भनेको उसको आफ्नो पेवाको होइन। हेर्नु ढुङ्गा त्यहाँनिर राखिरहेको छ, यो ट्र्याक्टरहरू घरको अगाडि राखिरहेको छ। यो जायज कुरा हो, उसको घरको कुरा। यो घर उसको यो प्राइभेट हो। ढुङ्गाहरू त्यहाँनिर राखिरहेको छ, त्यो ट्र्याक्टरहरू उसको घर जस्तै यहाँ राखिरहेको छ। यो पनि तपाईँहरूले वर्णन गर्नुपर्ने कुराहरू हो। यो भनेको कहाँ कमी कमजोरी हुन्छ, मेरो काम अहिले यही मात्रै भइरहेको छ। कहाँ मान्छे चुकिरहेको छ, किनभने विगतमा मैले पनि कमी कमजोरी गरेँ आफ्नो ठाउँमा छ। तर मान्छेले कहाँ कमी कमजोरी गरिरहेको छ त्यो पनि हामीले जस्तो तरिकाले सजाय भोगेको छौँ उहाँहरूलाई पनि कानुनी कारबाही छ, गाउँ समाज छ, सबले भन्न सक्नुपर्छ। त्यो चुप लागेर भोलि यो मान्छे चाहिन्छ त्यो मान्छे भन्नेतिर लाग्नु हुँदैन। मान्छेले आफ्नो क्लबमा हाम्रो त्यहाँनिर गर्न सकिँदैन भनेदेखि क्लबको कुरा मात्रै होइन, गाउँघरको समुदायको विषय कुरा हो। एउटा कुरो यो मान्छेले भोलि गएर यो मान्छे मलाई काम लाग्छ यसले यो विषयमा बोल्नु हुँदैन भनेर मान्छेहरू डराउ। तर वास्तविक कुराहरू एउटा क्लबमा बसिसके पछाडि उसले आफ्नो क्लबलाई क्लब होस् चाहे सामुदायिक जुनै क्षेत्रलाई होस् आफ्नो पकेटभित्र राख्नु खोज्छ। त्यो होइन मेरो यो गुनासो। तर के भन्छु भने अहिले कुरा गर्दा गर्दा त्यो कुरा निस्क्यो होइन। तर वास्तवमा चाहिँ यो पनि कुराहरू तपाईँहरूले देखिराख्नु भएको कुराहरू हो। यस्तै छ साथीभाइहरूले नेगेटिभली नलिँदा बोल्दा बोल्दै म चाहिँ अलिकति त्यस्तै नै भइहाल्छ होइन। बोल्दा बोल्दै अलिकति अभ्यास छैन। तर गलतलाई गलत भन्न सक्नुपर्छ। यो मान्छे काम लाग्ला कि त्यो मान्छे काम लाग्ने भोलि मैले 2 शब्द बोल्दाखेरि भोलि मेरो काम नगर्दै लाग्छ। हामी सबै उपभोक्ता हो, चाहे हामी क्लबको सबै मेम्बरहरू हो, सबैजनाको हक अधिकार एउटै हो। त्यो कारणले गर्दाखेरि अब प्रसङ्ग मैले यतातिर लगे। तर के हो भनेदेखि क्लबमा अहिले निष्क्रिय भइरहेको अवस्थामा हिजोको दिनमा म उपाध्यक्षमा थिएँ। म कुनै कारण मुद्दाको कारणले गर्दा म कारण गयो होला। तर
गरिएको छ भन्ने मलाई जानकारी पनि छैन। यो विषयमा बारम्बार मैले झकझकाउँदा पनि साथीभाइहरू कानमा तेल लगाएर बस्छ। अनि अब भाइले मलाई बारम्बार फोन गरिरहेको थियो, चरण भाइले बारम्बार फोन गरिरहेको थियो। अब बिहान पनि आएको रहेछ। म मेरो व्यक्तिगत कुरा होइन, यो समूह छ, एउटा क्लबको विषयको कुरा छ। व्यक्तिगत भेटेर कुनै पनि समस्याको समाधान हुने कुरा पनि होइन। त्यो भएर मैले भेट्न पनि चाहिनँ। त्यो भएर म के भन्छु भनेदेखि साथीभाइहरू हो, जो कोही पनि अब क्लबमा आउनु सक्नुहुन्छ, जो कोहीले पनि अब इच्छा चाहना गर्नुहुन्छ, त्यो ठिक कुरा हो। तर यसरी निष्क्रिय रूपमा हुन्छ भनेदेखि क्लब गरेर हेर्नुहोस् त्यहाँ कस्तो जीर्ण अवस्थामा छ। यत्रो यहाँ गेम भइरहेछ। अब सिधै भन्नुपर्दा गुरुङ र टेनिङ राईको ठुलो योगदान छ यसमा भन्नै पर्दाखेरि चाहिँ। तर भने साथीभाइहरूले यत्रो सक्षम खेलाडी, सक्षम योग्य मान्छेहरू योगदान गर्दा पनि उनीहरूलाई ओझेलमा राखिएको छ, कुनै अन्धकारमा राखिएको छ। कुनै पनि कुराहरूको एउटा कुरा ल भन्यो त्यतिकै टालिएको छ। त्यो कारणले गर्दाखेरि म के भन्छु भनेदेखि क्लबको विषयमा तपाईँहरू सबैजना आइदिनु भयो, त्यसको लागि धेरै धेरै अझै पनि फेरि धन्यवाद दिन चाहन्छु। तर फेरि यो विषयलाई लिएर के गरे यसरी टालटाल गरेछ भनेदेखि हामी सिधै कुरो हो साथीभाइहरू, क्लबको चाबी लिन्छौँ। अब कानुनी नियम विधान अनुसार भन्नै पर्दाखेरि एउटा गाउँको प्रतिनिधि भइसकेको मान्छे क्लबमा कुनै पनि बस्नु मिल्दैन। दोस्रो कुरा गाउँ छोडेको मान्छे भूपाल श्रेष्ठ हाम्रो भाइ, उहाँले पनि यसमा कुनै पनि हस्तक्षेप गर्नु मिल्दैन। र हाम्रो हेड सर धर्मराज थापा, दीपक थापा, उहाँले पनि अब सचिव पदमा बस्नु भएको छ। जुन हेडमास्टर जस्तो पोस्टमा लिइसकेको मान्छेले त्यो सचिव पदमा बस्नु पनि मिल्दैन। र आउँदो दिनहरूमा उहाँले हामीलाई सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको साथ म यही दुई शब्द यही टुङ्गाउन चाहन्छु। बोल्नु त धेरै थियो, अब साथीभाइहरूको पनि अरू गुनासो होला, मैले लागेको कुरा यही बोलेको हो। साथीभाइहरू तपाईँले अब राम्रो लिनुहुन्छ नराम्रो लिनुहुन्छ त आफ्नो ठाउँमा हो। हस्त, धन्यवाद।